वेलकम ब्याक टु मिनी भ्लग। लङ चाहिँ आउँदैन, त्यही हो। म लिफ्ट कुरिरहेको थिएँ युनिभर्सिटी जानको लागि, कुर्दा लेट भइसकेको थियो र सिधै क्लासमा पुगेँ दौडेर। र फर्स्ट लेक्चर एटेन्ड गरेर मेरो ब्रेक थियो र सुलभको रुममा गएर मजाले एकछिन बसेर रेस्ट गरेँ। यो चाहिँ सुलभको होस्टेल हो। यहाँ चाहिँ बबाल भ्यू आउँछ यहाँबाट चाहिँ। म गएर कुर्दा पनि सुलभ आएको थिएन र बिस्तारै टाढाबाट लक्खर आइरहेको थियो। हामीसँग 1 घन्टा मात्र थियो। 1 घन्टामा के खाने भनेर कन्फ्युजन भयो। अनि बर्गर मगाएर दाजुभाइले टक्क खायौँ। बर्गर खाने बित्तिकै हामी लाग्यौँ हाम्रो गन्तव्यतिर। हाम्रो सँगै क्लास थियो सुलभको र मेरो अर्को दोस्त पनि छन्। र यो सरले यस्तो मिठो ड्रइङ बनाउँदै पढाउनुहुन्छ कि म भन्नै सक्दिनँ। एकदम फ्रेन्डली हुनुहुन्छ। कोहीलाई के को धन्दा ऊ चाहिँ क्लासमा नि खेलेरै बस्छ, उसले पढेको चाहिँ थिएन। तर ठिक छ, त्यही पनि राम्रो छ। यो क्लास सकेर हामी फेरि लाग्यौँ मेरो होस्टेलतिर। एउटा सानो काम थियो, साथी र म तपाईँहरूलाई मेरो होस्टेल देखाउँछु। म कुन फ्लोरमा हो भन्नु होला है त। यो चाहिँ मेरो होस्टेल हो। लिफ्टमा चढेको त केटाहरू भेडा बाख्रा चाहिँ बसिरहेको रहेछन्। अनि यो साथी चाहिँ मेरो बङ्गलादेशी साथी हो। उसको नाम चाहिँ फेरि रोमी हो। हाम्रो सँगै क्लास थियो र हामी गयौँ लास्ट क्लासमा। यो क्लासमा पनि रमाइलो भएको थियो। मजाले एटेन्ड गरियो, केटाहरूसँग बसेर पढियो। सबैको पार्टनर पाएँ, तर मेरो पढ्ने पार्टनर पाएन। यसमा चाहिँ कन्भर्सेसन हुन्थ्यो, त्यो गर्नुपर्ने थियो। म चाहिँ एक्लै भएँ। हेर्दै 3 घन्टाको क्लास पनि सकियो र हामी लाग्यौँ घरतिर। र यी चाहिँ मेरो साथीहरू हुन् सबैजना। हामी सबै आउँदा पनि विनायकलाई चाहिँ म्यामले राखेर गराउँदै हुनुहुन्थ्यो र हामी केटाहरूसँग लाग्यौँ फेरि होस्टेल। यो चाहिँ मेरो रुमबाट देखिने भ्यू हो। गेस गर्नु म कुन फ्लोरमा छु है त। आज चाहिँ अति नै बिजी सेड्युल थियो र मेरो बिहान 9 बजीदेखि 6 बजीसम्म क्लास थियो। भर्खर आएँ। अब चाहिँ म फ्रेस हुन्छु। सबैजनालाई बाई बाई, सी यु गाइज।